एउटा अन्य जाति स्त्री थिए, एउटा साधारण स्त्री थिए, तर उसले येशूमाथि विश्वास गरेको कारण उसले एउटा असाधारण विश्वासलाई त्यहाँनिर देखाएको छ। कसरी भन्दै गर्दा जब उसले येशूको बारेमा सुनेको छ, ऊ त्यतिकै त्यहाँनिर चुप्पो लागेर बसेको छैन। वचनले भन्छ रोमी 10:17ले विश्वास चाहिँ सुनाइबाट आउँछ भनेर। अनि जब आज यो स्त्रीले येशूको बारेमा सुने नि, यो स्त्री आज त्यत्तिकै बसेको छैन। आज उसले के गरेको छ भन्दा विश्वास साथ उसले त्यहाँनिर कदम चालेको छ। अनि त्यत्रो भिड थियो येशूलाई आज भेट्नको लागि, येशूको वस्त्र छुनको लागि। त्यत्रो भिडमा आज ऊ भिडलाई आज उसले पार गरेर जान पर्ने थियो। उसको लागि त्यो भिड चाहिँ एउटा समस्या थियो है। तर जब उसले येशूको बारेमा सुने नि, ऊ भित्र एउटा विश्वास आयो है। अनि त्यो विश्वासको कारणले गर्दा चाहिँ नि उसले चाहिँ एउटा त्यहाँनिर के गरेको छ भन्दा एउटा हिम्मत देखाएको छ, एउटा आँट गरेको छ। अनि त्यसै कारण उसले आज त्यो भिडलाई पनि के गरेको छ, आज भिड छिर्दै 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 गएर उसले येशूको वस्त्रलाई उसले छोएको छ। अनि मजाको कुरा चाहिँ वचनले के भन्दछ भन्दा जब यो स्त्रीले येशूको वस्त्रलाई छुयो नि, आज 12 वर्ष अघिदेखि रगत बग्ने जुन रोग थियो नि उसको, त्यो चाहिँ तुरन्तै बग्न बन्द भइहाल्यो भन्छ वचनले है। आज इन्स्टेन्ट उसको चाहिँ के भएको छ, त्यहाँनिर रगत बग्न चाहिँ बन्द भएको छ। जब परमेश्वरमा हामी विश्वास गर्छौँ, कतिवटा हाम्रो यस्तो समस्याहरू हुँदो रहेछ है। भनौँ न, रोगको कुरा गरौँ, अन्य हाम्रो कति प्रब्लम्सहरू हुन्छ है। कतिवटा कुरा परमेश्वरले आज प्रार्थनाद्वारा त्यो काम गर्नुहुन्छ, तर कतिवटा चाहिँ आज हाम्रो प्रार्थना छ है, उहाँमा हामीले विश्वास गर्छौँ है। तर साथसाथै चाहिँ नि हामीले विश्वास साथ के गर्नु पर्दो रहेछ, कदम पनि चाल्नु पर्दो रहेछ। अनि यो जब मैले पाठलाई अध्ययन गर्दै थिएँ, अति नै म पनि आश्चर्य भएँ। किनभने म त आज मेरो प्रभुलाई चिन्छु, म जान्दछु है। आज सुनेको मात्रै छुइनँ मैले त, म उहाँलाई चिन्दछु, उहाँलाई म इन्डिभिजुअल उहाँलाई म जान्दछु होइन। आज म आफै यो स्त्रीको बारेमा पढ्दै गर्दा म आफै एन्करेज हुँदै थिएँ। किन भन्दै गर्दा हामीलाई कोहीचोटि चाहिँ छ नि, आज परमेश्वरलाई हामीले चिन्दछौँ, उहाँलाई जान्दछौँ है। तर पनि के हुन्छ भन्दा एउटा सानो विश्वास देखाउन पनि कति गाह्रो पर्छ नि। तर आज यो स्त्रीको बारेमा मैले पढ्दै गर्दाखेरि नि म यति साह्रो एन्करेज भएँ क्या। आज उसले चाहिँ चिन्दैन थियो नि येशू ख्रीष्टलाई, उहाँको बारेमा सुनेको मात्रै थियो, तर सुनेको भरमा त यति ठुलो उसले त्यहाँ विश्वास देखाएको छ है। भनेपछि आज तपाईँले म त उहाँको छोराछोरी आउने होइन। अनि साँच्चै नै यो कुराहरू मैले जब हेर्दै थिएँ, म आफै आशिषित हुँदै थिएँ। यो स्त्रीको जीवनलाई मैले पढ्दै गर्दा म आफै आशिषित बनिँदै गइरहेको थिएँ। अनि आज म चाहन्थेँ कि तपाईँहरू पनि आज यो स्त्रीको जीवनबाट आशिषित बन्नुहोस् भनेर। जसरी म आशिषित बन्ने, तपाईँहरू पनि आशिषित बन्नुहोस् भनेर है। त्यही कारण आज सानो यो कुरा हजुरहरूसँग मलाई बाँडचुँड गर्न